हेलो हेलो को बोले? म बोल्या म भनेको मलाई के थाहा त तँ को थाहा नै नभए किन फोन गरिस् त? रमाइलो अर्कालाई राति राति फोन गरेर रमाइलो भन्छस्? भन्छु त के तेरो फोनबाट गरे हो र आफ्नै फोनबाट गरे हो बुझिस्? जसको फोनबाट गरे नि मलाई चाहिँ किन फोन गरिस् क्या? फोनमा इनिमिनी म्याङ्गो गर्दै थिएँ तँलाई परेछ। भर्ता बोल्छस्? फोन राख। कहाँ राखौँ, टेबुलमा कि कुर्सीमा? जता राखेन राख। जता भन्ने त ठाउँ नै छैन मेरो घरमा। त्यसो भए टेबुलमा राख। टेबुलमै त छ त नि। फोन काट भने क्या? तेरो बाउले किन्दा फोनहरा काट्नलाई 15,000 तिरेर ल्याएको हो बुझिस्? मैले फोनलाई काट भने होइन क्या? अनि के भने त? तेरो फोनमा रातो बटन छ त्यही थिच भने क्या? तेरो बाउले राख्दै नोकर हो म, तैँले जे भन त्यही मान्नलाई? अब अति भो। साला त अर्कालाई राति राति फोन गरेर थर्काउँछस्। तेरै घरमा आएर तँलाई कुर्छु। त कहाँ बस्छस् भन् त? कहाँ बस्नु नि, मेरै घरमा बस्छु नि। तेरो घर चाहिँ कहाँ छ भन्न? घोडाबानी तबेलाको छेउमा छ। घोडाबानी तबेला? त्यो चाहिँ कहाँ छ भन्न? मेरो घरको छेउमा छ। साला तैँले मलाई जिस्काको? त केटी हो र जिस्काउनलाई? अझ बढ्ता बोल्छस्? तेरो बाउको घर आएर बोलिदिएछ, आफ्नै घर आएर बोलिदिएको छु, बोल्छु के गर्छस्? तैँले मेरो बाउले चिने छैन जस्तो छ। तेरो त्यो थुतुन त 2 मिनेटमै सिलाइदिनुहुन्छ बुझिस्? टेलर हो तेरो बाउ? मेरो थुतुनु भन्दा पनि मेरो बुढीलाई चोलो सिलाउन चाहिँ आउँला बरु। तेरो बाउ कहाँ लुगा सिलाउँछ भन् त, म आइहाल्छु। तैँले अति हेपिस। एड्रेस मात्र देन, तेरो घरमै आएर तँलाई कुर्छु। केले कुर्छस् नि, हातले कि लट्ठीले? दुईटैले कुर्छु। तर म मेरो एड्रेस दिन्न। सुन, लास्ट वार्निङ दिइरहेछु। खुरुक्क फोन काटेर सुत्न गइहाल, नत्र तेरो भविष्य राम्रो हुने छैन बुझिस्? तँ कहाँको ज्योतिष हो र मेरो भविष्य भन्नलाई? फोन काट भने क्या? कस्तो पागल रहेछ, आफै काट्न। तेरो मोबाइलमा चाहिँ रातो बटन छैन? ए हो है। कस्ता पागलहरूले फोन गर्छन् यहाँ राति राति। होइन, हिजो खाएको ढिँडो पचेन कि हो? कस्तो पेट काट्या, अग्न आक्कै गर्छ त यार। अब को यो बेलानको बेला फोन गर्ने? हेलो सर नमस्ते। तेरो बाउको सर? साला अग्न जान लाग्यो भने फोन गर्छस्? हे सर नरिसाउनु न, म एनसेल कस्टमर केयरबाट बोले क्या। तँ भाते मङ्गल ग्रहबाटै बोले नि, मैले के गरौँ भन् त? सर पहिला कुरा त सुन्नुहोस् न। तेरो बाउले दिए कानहरू सुन्नलाई? अरे सर तपाईँकै फाइदाको कुरा हो क्या। कस्तो फाइदा? अबदेखि तपाईँले युएसएमा कल गर्नुभयो भने 1 घन्टाको 20 रुपियाँ मात्र लाग्छ। अब म युएसएमा बाराक ओबामासित कुरा गरौँ? त्यस्तो होइन क्या सर, तपाईँ आफ्नो आफन्तहरूसित नि कुरा गर्न सक्नुहुन्छ। तेरो बाउले लग्दैछ मेरो आफन्तलाई युएसए? साला अहिलेसम्म काठमाडौँ कस्तो हुन्छ भनेर देखाएको छैन, युएसए को कुरा गर्छस्? ल सर यो कुरा छोडिदिनु, बरु अर्को फाइदा हुने कुरा सुन्नु न त। हेर केटा, अब यो कुरा चाहिँ मलाई मन परेन भने तेरो कट्टु खोलेर तातो डाडुले तेरो पछाडि हानेर पब्जी बिना नै चिकन डिनर खान्छु बुझिस्? हुन्छ सर हुन्छ। त्यसपछि सिटवन। सर अबदेखि तपाईँले 300 MB डाटा प्याक लिनुभयो भने 1 दिनको लागि निःशुल्क फोन कल पाउनुहुन्छ। अब मेरो अरू काम छैन, दिनभरि अरूसँग फोन गरेर बस्छु म। तपाईँ आफ्नो गर्लफ्रेन्डसँग नि कुरा गर्न सक्नुहुन्छ नि त सर। तेरो बाउले बनाइदिएछ मलाई गर्लफ्रेन्ड? साला यहाँ एउटा केटीको अनुहार देख्न गाह्रो छ, गर्लफ्रेन्डको कुरा गर्छ। ल सर सरी, अब चाहिँ तपाईँलाई काम लाग्ने कुरा भन्छु है त। मलाई त मान्छे नै काम नलाग्ने जस्तो लागिरहेछ। धन्न एनसेलले तँलाई काम गर्न दियो भन्न। ल सर कुरा सुन्नुहोस् न, अब हामीले 20 रुपियाँको सट्टा 40 रुपियाँ लोन दिने भएका छौँ नि। ल दिइहाल्न त, आज बेलुका दारू किनेर मुह जान्नुपर्छ। अरे सर मैले त्यस्तो लोन भने होइन क्या, यदि तपाईँलाई इमर्जेन्सी रिचार्ज चाहियो भने तपाईँले लोन लिन सक्नुहुन्छ भने क्या। ए अब त्यही काम बाँकी छ मेरो। यहाँ घरको ऋणले तनाव पारिसक्यो, अब तेरो ऋण लिनुपर्ने। साला एकचोटि तँलाई भेटाउन मात्र तेरो एक कुरा सम्झी तेरो नाकको डाँडी भाँचिने गरिहाल्छु बुझिस्? फोन राख। कस्ताले फोन गर्छन् यार। अब फेरि आइसक्यो फोन। हेलो सर, म एनसेल कस्टमर केयरबाट बोलेको। बोल नबोली त कामै छैन नि। सर तपाईँले 2000 को रिचार्ज हाल्नुभयो भने फ्री नाइट कल पाउनुहुन्छ। तिमी भन न मात्रै, 2000 के 2 लाखकै रिचार्ज हानिदिन्छु नि, अनि तिमी र म जहिल्यै फ्री नाइट कलबाट कुरा गरेर बसौँला नि, हुन्न? भइहाल्छ नि, अब रिचार्ज गर्नु न त। हस् म रिचार्ज गर्न गइहालेँ है त।